Shalom, shalom, people of God. God bless you. I am here live with you all, people of God. अनि हामी के समयको लागि पढिन्छौँ एक दुईजनालाई त्यति बेलासम्म हामी एउटा गीतलाई प्ले गर्नेछौँ. सो बी ब्लेस्ड. God bless you very much. Sikando orafa eledosh ida akadosh laba. People of God, मैले कुनै पनि कुरा प्रिपेयर गरेर म आएको होइन. जस्ट परमेश्वरको आवाजलाई मात्रै तपाईको बिचमा राख्न चाहन्छु. इग्नोर गर्नुहोस् ब्याकग्राउन्डलाई, इग्नोर गर्नुहोस् मेरो लुगालाई, इग्नोर गर्नुहोस् मेरो कुनै चीजलाई. आई नो म अनप्रिपेयरमा आएको छु. द्याट आई वान्ट टु स्पिक. परमेश्वरले के बोल्न चाहन्छ. You can share your broadcasting to your people. तपाईँले आफ्नो मित्रतालाई यो लाइफलाई तपाईँले सेयर गर्न सक्नुहुन्छ. हामी पर्खिन्छौँ के समयको लागि. आई नो परमेश्वरले आजको दिन केही डिप अनि गहिरो प्रोफाउन्ड कुरालाई बोल्न चाहन्छ हाम्रो बिचमा. Ida shakara ayadosh endali abrakadosh lebrekantalaba ideshalabaka. हामी केही समयको लागि तपाईलाई वेट गर्नेछौँ. and after that हामी कन्टिन्यू जानेछौँ. I believe today परमेश्वरले के न के तपाईको बिचमा आफ्नो आवाजलाई दिन चाहनुहुन्छ. Let me bring more closer to you. Isha lebrekandosh ibra akadosh Isha kalabrakadosh lebrekandosh. मेरो आवाज I hope तपाईको अघि क्लियर छ. Second to mara ayale brekedosha. Thank you, Lord. Thank you, Jesus. Ina shortole brekatali ba iandesh. This was a connecting point हो. दूरी हाम्रो जीवनको लागि प्रब्लम होइन. All you need is faith. विश्वासले डिस्टेन्सलाई ब्रेक गर्दछ. So faith is important. Ela prakadosha. Sikenda ora afala adisha kala brekedosh. अनि यदि नेटवर्क स्लो भयो भने धैर्य गरेर पर्खिनुहोस्. यदि लाइटमा प्रब्लम भयो भने, इन्टरनेट प्रब्लम भयो भने तपाईले धैर्य गरेर पर्खिनुहोस्. बिकज म केवल परमेश्वरको आवाजलाई मात्रै बिचमा राख्न आएको छु. विथ नट वेल प्रिपेयर्ड. के कुरालाई मैले प्रिपेयर गरेर यो ब्याकग्राउन्डहरूलाई के कुरा बनाएको छु. जस्ट आइम लाइक हियर. थ्याङ्क यू लर्ड. Indara ayadosh alebrekelebedosh. Istari akadosh. Elebrakando moshata librekelebedosh. Thank you, Jesus. पर्खिरहेको छौँ तपाईलाई केही मिनेटको लागि. After that we gonna start the voice of the prophetic today. Tokoraba yeleboshalabaka. Zekantosh intalibra kalabaya deshalabaka. म तपाईलाई के समय लागि वेट गरिरहेको छु. कारण मोबाइलमा तपाई कजना लाइभ हुनुहुन्छ हामी क्लियरसँग देख्न सक्दैनौँ. किन भन्दाखेरि चाहिँ I don't have another phone.
त्यसले गर्दा एठा कोरोबोठा कसले बेरिखा मैले एउटै मोबाइल प्रयोग गरेको हुँदा मैले तपाईको कतिजनालाई मैले तपाईको लाइफलाई मैले देख्न सक्दैन आइम सरी यदि मैले तपाईलाई बोलाइन भने एज दो रोखो या ठाला ब्राकाडुस म तपाईलाई एउटै कुरा भन्न चाहन्छु तपाईले सबै कुरालाई अभोइड गर्नुहोस् पिछाडीको ब्याकग्राउन्डलाई सबै कुरालाई तपाईले अभोइड गर्नुहोस् ताकि त्यहाँ केवल परमेश्वरको कुरा मात्र भएको होस् इजाकर आन्तो इले ड्रेखन्डा आत्मामा परमेश्वरसँग जोडिनुहोस् so that we can know परमेश्वरको आत्माले हामीलाई के भन्न गइरहेछ एन्ड हाशाकाले ब्रेकादोसा लबक जुन चाहिँ फेसबुक हुन्छ नि यो लाइफ फोनमा चलाउँदाखेरि चाहिँ कतिजनाहरू क्लियर आउँदैन इफ अनदर फोन चलाउनुमा थाहा पाउँछ कोले गरिरहेछ सो आइम सरी तपाईँहरू कोले लाइफले हेरिराख्नु भएको छ म तपाईँलाई फोन एउटैबाट राख्न म तपाईँलाई हेर्न सक्दिनँ बट एनिवे विश्वास हाम्रो जीवनको सबभन्दा इम्पोर्टेन्ट कुरा हो अनि परमेश्वरले हामीलाई के बोल्न चाहनुहुन्छ त्यो चाहिँ इम्पोर्टेन्ट म्याटर गर्दछ म आशा गर्छु मेरो भोइस तपाईँको क्लियर छ थ्याङ्क यू लट अनि जब इन्टरनेटको इन्ट्रोडक्सन हुन्छ भने म पोज गर्नेछु नि म फेरि बोल्नेछु पिपल अफ गड थ्याङ्क यू जिजस दिस इज यो सिजन यो तपाईँको सिजनको समय हो आई नो वान थिङ इला प्राकादोसा एन्ड हराबोदोसा खालिब्रेकेटेलेबेदोसा लेबका राहाकादुसेटेलेबेरिका इजाराहायातोस इंda lebra kalaba yadesha labaraka. Thank you, Lord. Thank you, Jesus. तपाईले सबै कुरालाई इग्नोर गर्नुहोस् क्यामेराको क्ल्यारिटीलाई ब्याकग्राउन्डलाई सपोज म तपाईसँग बोल्दा बोल्दै पछाडीबाट केही डिस्टर्ब भयो भने हल्ला भयो भने प्लिज इग्नोर द्याट कारण म कुनै प्रिपरेसनमा आएको होइन म मेरो रुममा छु आइ एम जस्ट स्पिकिङ विदाउट प्रिपरेसन डाइरेक्टली तर मेरो इन्टेन्सन यति छ कि आई वान्ट टु स्पिक जो परमेश्वरले तपाईलाई बोल्न चाहनुहुन्छ थ्याङ्क यू जिजस Thank you, Lord. O Rafa Akadele Brekadosha. In the Ashita Libra Kalabayadosha Labaka. Thank you, Lord. If do it often baga, they देख्न सक्दै कोले गर्दैछ कारण यो खाली सर्टन चीज खाली एक जना मात्र देख्छ यति मात्र सो आई डोन्ट नो तपाईहरु कजना हामीसँग लाइभ हुनुहुन्छ जसजना मैले देखिरहेको छु म तपाईहरुलाई वेलकम गर्छु जसु थापा गॉड ब्लेस यू प्रसन्न राय गॉड ब्लेस यू एना लामा गॉड ब्लेस यू बबिना गॉड ब्लेस यू Thank you, Lord. Thank you, Jesus. एउटा फोन भएको हुँदा यति मात्र देखिरहेको छु अनि प्रेज द लर्ड एपोस्टल गॉड ब्लेस यू प्रेज द लर्ड इमानुएल गॉड ब्लेस यू भेरी मच जिकातो राबा इडेशलाबाया Thank you, Jesus. Thank you, Jesus. Thank you, Jesus. Thank you, Lord. Edale brakato shalabakere dosha. Adara ayadosha. Ibra akalebedosha. Intari akalabrakadosha labakai. Thank you, Lord. Thank you, Lord. After few minutes, हामी परमेश्वरको आवाजलाई तपाईको बीचमा ड्रप गर्न आँटिरहेका छौं म एउटा परमेश्वरको माउथ पिस मात्रै हो I'm gonna drop to you तपाईको काम तपाईले रिसिभ गर्ने हो and take it and be fruitful. Thank you, Lord.
म तपाईलाई फेरि रिपिट गर्न चाहन्छु तपाईले ब्याकग्राउन्डलाई इग्नोर गर्नुहोस् मेरो लुगालाई इग्नोर गर्नुहोस् यदि पछाडी मान्छेको आवाज आयो भने इग्नोर गर्नुहोस् कारण म कुनै पनि प्रिपरेसनलाई रुमलाई मैले डेकोरेट गरिकन बसेको हैन आइ एम जस्ट हियर परमेश्वरको आवाजलाई तपाईको बीचमा राख्नको लागि few minutes I will be here and after that म यो लाइफलाई एन्ड गर्न आँटिरहेको छु अनि यदि म बोल्दा बोल्दा इफ नेटवर्क इन्टरनेट इन्टरप्ट भयो भने आई अपोलोजाइज म रोक्छु पोज गर्छु अनि म फेरि कन्टिन्यू लानेछु ओके गॉड ब्लेस यू भेरी मच सेब्राटा काशेन्डेले ब्राका दोशा ले फ्रेके दोशा इब्रा adosha ka delebre canto mosha lebre kadalabaka thank you Jesus thank you Jesus keep this music इतिकै कि suppose if background नहल्ला भयो भने फेरि गीत बजाइदिनु ल so that it will be connected अनि म तपाईलाई पहिला पनि भनिरहेको छु कि मैले कुनै पनि जग्गालाई प्रिपेयर गरेर बसेको हैन मेरो हृदय मात्रै परमेश्वरमा रेडी छ तपाईलाई बोल्नको लागि परमेश्वरको आवाज तपाईमाथि ड्रप गर्नको लागि त्यो छोडेर तपाईले सबै कुरालाई इग्नोर गरिदिनुहोस् हालेलुया जेक्रा ओडोशा एन्टली ब्राकालाबायादोश दिस इज अ प्रोफेटिक भोइस फर यु परमेश्वरको आत्माले भन्नुहुन्छ यो तिम्रो सिजन हो परमेश्वरको आत्माले तपाईहरुलाई भन्नुहुन्छ कि यो तिम्रो सिजन हो दिस इज योर सिजन This is your season. Lahiatosh. Let me tell you one thing, people of God. जसरी म तपाईको अघि लाइभ भइरहेको छु I can feel the presence of a living God. परमेश्वरको उपस्थिति I can feel it strongly, एकदम स्ट्रङ सँग. So I can confirm म तपाईलाई कन्फर्म गर्न चाहन्छु जसरी म तपाईसँग बोलिरहेको छु परमेश्वरको उपस्थिति एकदम स्ट्रङ सँग मैले त्यो कुरालाई फिल अनि महसुस गरिरहेको छु यो रुम भित्र अनि दूरी चाहिँ हाम्रो लागि प्रब्लम होइन डिस्टेन्स इज नट अ ब्यारियर तपाईले विश्वासमा यदि तपाई कनेक्ट हुन भयो भने तपाईको लागि आजको दिन परमेश्वरबाट उपाय अनि सिजन आउनेछ अनि लेट मी प्रोफेसाई यु वन मोर टाइम परमेश्वरको आत्माले भन्नुहुन्छ दिस इज योर सिजन यो तपाईको सिजन हो यो तपाईको समय हो जहाँ तपाईले अब कट्नी गर्नुहुन्छ एडोश इडा रिकाटालाबाया टेलेब्रेका Zekento mar ayadesha kalabrakadosha. Thank you, Lord. Today, परमेश्वरको आत्माले the prophetic voice परमेश्वरले हाम्रो बीचमा के बोल्न चाहनुहुन्छ भन्दाखेरि चाहिँ परमेश्वरको आत्माले भन्नुहुन्छ कि तपाई भित्र यस्ता व्यक्तिहरू छन् जो व्यक्तिहरूले आफ्नो जीवनमा प्रार्थना गरेका कुराहरूलाई मागेका कुराहरूलाई परमेश्वरबाट ती कुराहरूलाई तपाईको जीवनमा जब तपाईले उत्तर पाउन भएन तपाईको जीवनमा धेरैपल्ट एउटा डिस्करेजमेन्ट आएको हुन सक्छ एउटा निराश आउन सक्छ कि किन चाहिँ परमेश्वरले मेरो प्रार्थना नसुनेको कि स्वर्गीयले मैले सोचे जस्तै यसरी नै हामीलाई हेर्दछ कि स्वर्गीयले हाम्रो लागि अर्कै कुरा भन्दछ लेट अस बी क्लियर पिपल अफ गॉड इला फ्रेआतो शालाब्राकान्डेलेबे के मैले सोचे जस्तै स्वर्गीयले हामीलाई उत्तर दिन चाहनुहुन्न र कारण आई एम सीइङ इन द स्पिरिट कि धेरै यस्तो व्यक्ति छ जसले चाहिँ परमेश्वरलाई मागे तर उनीहरूले नपाएकाले गर्दा उनीहरूले आफैलाई त्यो प्रार्थना गर्नु छोड्यो त्यो परमेश्वरमा माग्नै छोड्यो आई क्यान सी इन द स्पिरिट बट दिस इज अ प्रोफेटिक भोइस म तपाईलाई क्लियर गर्न चाहन्छु पिपल अफ गॉड अनि बाइबलले हामीलाई के भन्छ भन्दाखेरि चाहिँ लेट मी रिड फर्स्ट अनि म तपाईलाई भन्न चाहन्छु यदि हामीले मर्कुस 4 को 26 देखि पढ्यो भने तपाईले यहाँ पाउनुहुन्छ 29 सम्म यसले छ कि परमेश्वरले भन्नुभयो स्वर्गको राज्य चाहिँ एउटा ग्राउन्ड एउटा खेत जस्तै हो जहाँ चाहिँ मान्छेले बिउला रोप्दछ अनि दिन या रात होस् त्यो सुतोस् या उठोस् तर त्यो बिउ बिस्तारै उम्रिँदछ अनि त्यो व्यक्तिले जानोस् या नजानोस् तर त्यो जुन चाहिँ बिउ रोपेको छ त्यो बिउ चाहिँ बिस्तारै टुसा पलाएर ठुलो हुँदै जान्छ इट विल ग्रो इन्टु अ लार्जर प्लान्ट जसको अर्थ परमेश्वरले हामीलाई
यो वचनद्वारा के भनिरहेको छ भन्दाखेरि पिपल अफ गड कि बाइबलले भन्छ कि तिमीले जे रोप्छौ तिमीले त्यो फलाउँछौ व्हाट यु सो यु विल रिप तिमीले जे रोप्दछौ तिमीले त्यो फलाउँदछ अनि परमेश्वरको राज्य चाहिँ एउटा ग्राउन्ड एउटा खेतसँग जस्तो तुलना गरेको हुने कारणले गर्दा आजको यो बिहानी परमेश्वरको प्रोफेटिक आवाजले के भन्छ भने चाहिँ तपाईले गरेका प्रार्थनाका बिउहरू तपाईले कटनी गर्नेछन् किन भन्दाखेरि चाहिँ परमेश्वरको राज्य त्यो एउटा ग्राउन्ड जस्तै एउटा खेत फिल्ड जस्तै हो जहाँ चाहिँ यसरी लेखिरहेको छ यो व्यक्तिले बिउ रोपिसकेर सोतोस् या उठोस् या हिँडोस् या जे पनि गरोस् तर परमेश्वरको राज्यमा रोपेका बोटहरू चाहिँ परमेश्वरको राज्यमा रोपेका बिउहरू चाहिँ त्यसले फल फलाउनै पर्छ अनि तपाईले गरेका प्रार्थना विगत समयहरूमा तपाईले परमेश्वरसँग गरेका ती प्रेयरहरू फास्टिङहरू परमेश्वरलाई मागेका कुरोहरू तपाईले यदि गर्न भएको छ भने तपाईको प्रार्थना परमेश्वरको जमिनमा अनि परमेश्वरको खेतमा चाहिँ बढिरहेको छ पलिरहेको छ त्यो बिस्तारै म तपाईलाई एउटा कुरा भन्न चाहन्छु पिपल अफ गड हाम्रो जीवनको ढिलोपन चाहिँ हाम्रो जीवनमा हार होइन आवर डिले इज नट और म तपाईलाई सिम्पली कुरा भन्न चाहन्छु स्पिड जीवनको कहिले पनि एक्युरेसी कहिले पनि होइन रिमेम्बर दिस हामीलाई धेरैपल्ट स्पिडसँग पुग्न मनपर्छ स्पिडसँग गर्न मनपर्छ स्पिडसँग हामी प्रस्पर हुन मनपर्छ हामीलाई स्पिड मनपर्छ तर रिमेम्बर स्पिड इज नट एक्युरेसी स्पिड एक्युरेसीको कुरा के पनि होइन यस कारणले म तपाईलाई यो कुरा भन्न चाहन्छु परमेश्वरको आवाजले तपाईलाई यसरी भनिरहेछ कि परमेश्वरले तपाईले गरेका परमेश्वरमा जे रोपेका छन् त्यो कुरोहरू परमेश्वरको खेतमा परमेश्वरको ग्राउन्डमा त्यसले टुसा पलाउँदै होला कसैको अलिकति ठुलो भयो होला कसैको त्योभन्दा अलिकति निकै प्लान्ट ग्रो भयो होला तर परमेश्वरले तपाईको जीवनको प्रार्थना अनि परमेश्वरले तपाईको जीवनको आशालाई कहिले पनि इन्कार गरेको छैन तर परमेश्वरको वचन मर्कुस 4:26 अनुसार उहाँको राज्य चाहिँ खेत जस्तो भएको कारणले गर्दा एउटा ग्राउन्ड अथवा फिल्ड जस्तै भएको कारणले गर्दा परमेश्वरले तपाईले गरेका प्रार्थनाहरू बिस्तारै उम्रिरहेछ इज नट इग्नोरिङ यु पिपल अफ गड कारण बाइबलले के भन्छ भने मर्कुस 4:26 ले कि परमेश्वरको राज्य चाहिँ एउटा ग्राउन्ड जस्तै हो अनि त्यो व्यक्तिले एउटा बिउ रोपेपछि दिन या रात होस् उ सुतोस् या उठोस् तर त्यो बिउ फल्छै फल्छ त्यो बिस्तारै ठुलो हुँदै आउँछ सी लेट मी टेल यु वन थिङ यदि परमेश्वरको जनहरूले आफ्नो कुराहरू आफ्नो इच्छा अनि चाहनाहरू यदि परमेश्वरमा प्रार्थनामा राखेको छ भने त्यो व्यक्तिले के कुरो लागि चिन्ता गर्नै पर्दैन किन भन्दाखेरि त परमेश्वरको राज्य चाहिँ एउटा फिल्ड एउटा ग्राउन्ड एउटा खेत जस्तै हो अनि त्यो अब तपाईले तपाईको प्रार्थना रोपिसकेपछि अब तपाईको चाहना तपाईको माग परमेश्वरप्रति त्यो खेतमा तपाईले हालिसकेपछि त्यो बिउ जस्तै अब तपाई सुत्नुहोस् या उठ्नुहोस् त्यो फल्दैछ तपाई हिँड्नुहोस् या तपाई अब हताश हुनुहोस् तर त्यो रोपेको बिउ चाहिँ फल्दैछ हामी धेरैपल्ट त्यसै डिस्करेज हुन्छौँ किन भन्दाखेरि चाहिँ हामीलाई स्वर्गीयको रेमको विषयमा याद छैन उर्रा यादेश इन्डो रिफ्रा डाले ब्रेके डो शाला ब्राखा डेले बेडोस बाइबलले भन्छ तिमीले जे रोप्छौ तिमीले त्यही कटनी गर्नेछौ के तपाईको माग परमेश्वरमा रोपिरहेको छौ कि परमेश्वरले तपाईको आँसु सरीको प्रार्थनाहरूलाई इन्कार गरेको छैन तर हामी किन चाहिँ डिले जस्तो लागिरहेछ उहाँले नसुने जस्तो किन लागिरहेछ भन्दाखेरि चाहिँ उहाँको राज्य मर्कुस 4:26 अनुसार उहाँको राज्य चाहिँ एउटा खेतसँग तुलना गरेकाले गर्दा तपाईले रोपेका बिउहरू बिस्तारै उम्रिँदैछ तर त्यो बिउ
तपाईले गरेका प्रार्थनाहरू तुरुन्तै उत्तर नआएको हुन सक्छ, तर यसको मतलब यो होइन कि तपाईको प्रार्थना सुनाइ चाहिँ भएको छैन। तपाईको प्रार्थना सुनिरहेको छ, तर तपाईले गरेका रोपेका प्रार्थना चाहिँ बिस्तारै बिउ जस्तै निस्किन पर्छ। पहिला बिस्तारै तपाईसँग त्यो कुरोहरू बिस्तारै त्यो एउटा प्लान्ट जब तपाईले रोप्नुहुन्छ नि त्यो पहिला बिउ मर्छ अनि त्यो बिस्तारै टुसा पलाउँछ अनि बिस्तारै ठुलो हुन्छ। इन अ सेम वे पिपल अफ गड, तपाईको प्रार्थना जे परमेश्वरमा तपाईले गरेको छ यो कुरा परमेश्वरले सुनिसकेको छ अनि सुनेर पनि तपाईको जीवनमा ती बिउहरूका टुसाहरू पलाइसकेको छ। कतिजनाको निकै ग्रोथ भइसकेको छ होला त्यो आशिषहरू जो तपाईले परमेश्वरमा मागेको छ। तर आजको यो समय तपाईले आफ्नो हृदयमा के राख्नुपर्छ भन्दाखेरि के हामी परमेश्वरलाई आफ्नो जीवनमा सबै कुरा अगाडि राखिरहेका छौँ कि हामीले यो हाम्रो लाइफमा आफ्नो हेबिट बनाउनु पर्छ। पिपल अफ गड, बाइबलले भन्छ केही कुराको चिन्ता नगर तर सबै कुरा परमेश्वरसँग प्रार्थनामा माग, जसको अर्थ जब तपाईले परमेश्वरलाई भन्नुहुन्छ, तपाईले परमेश्वरसँग प्रार्थना या तपाईले फास्टिङ या परमेश्वरसँग तपाईले रुएर तपाईले परमेश्वरलाई माग्नुहुन्छ भने परमेश्वरको राज्य त्यो एउटा ग्राउन्ड भएकाले गर्दा तपाईको बिउ फलिरहेको छ। आएको छैन तपाईको रिजल्ट, तर बिउ चाहिँ फल्दैछ। तपाईले रोप्न भएको प्रार्थना फल्दैछ। आई डोन्ट नो इफ यु आर गेटिङ मी नट, तपाईँले बुझेको छ कि छैन? तपाईँको बिउ जे तपाईँले परमेश्वरसँग प्रार्थना गरेका छ ती आँसुहरू परमेश्वरले बिर्सेका छैन। ती परमेश्वरसँग मागेका डिजायरहरू, परमेश्वरमा मागेको ती कुरोहरू तपाईँको परिवारको लागि, तपाईँको आफ्नो व्यक्तिगत जीवनको लागि, तपाईँको सेवाकाईको लागि, तपाईँको आउनेवाला फ्युचरको लागि परमेश्वरले बिर्सेका छैन। तर वाइ आर यु फिलिङ दिस? तपाईँलाई किन चाहिँ बिर्से जस्तो लागिरहेछ भन्दाखेरि चाहिँ तपाईँले यो कुरा जान्नुपर्छ। परमेश्वरको राज्य चाहिँ मर्कुस 4:26 आधारित यो चाहिँ ग्राउन्ड जस्तै हो, एउटा खेत एउटा फिल्ड जस्तै हो। तपाईँले बिउ रोपेपछि त्यो बिस्तारै उम्रिनु चाहिँ पर्छ। त्यसो हुँदा यशायाको वचनले भन्छ जसले परमेश्वरलाई पर्खिन्छ, हेर्नुहोस् त, पर्खिनु पनि परमेश्वरबाट एउटा पोजिटिभ एन्सर हो। किन भन्दा चाहिँ हामी पर्खिरहेका छौँ कि त्यो बिउ फलेर जब फुल्ली ग्रो अनि प्लान्ट बनिन्छ त्यति बेलासम्म वेटिङ इज इम्पोर्टेन्ट। पिपल अफ गड, एस्तो रिफा यान्डेले ब्रेकेले बदोशा इदारी आखारा बदोशा लेब्रा आथो मोशे केन्डेले ब्राखाटाला बगा। के हामी प्रार्थनाको बिउहरू रोपिरहेछौँ परमेश्वरलाई? के हामी आफ्नो परमेश्वरलाई सबै कुरा भनिरहेका छौँ कि हामी त्यसैमा हामी निराश भइरहेका छौँ? इफ तपाईँले परमेश्वरमा ती बिउहरूलाई रोपेका छ भने तपाईँ अब खुसी हुनुहोस् कि निराश हुनुहोस्, तपाईँ अब स्याड हुनुहोस् कि तपाईँ उफ्रिनुहोस्, यो म्याटर छैन। किन भन्दाखेरि तपाईँले रोपेका बिउहरू फल्छै फल्छ। सो रिमेम्बर द्याट्स वाइ जब हामीले बाइबल बुझ्छौँ भने पिपल अफ गड कि धेरैपल्ट हाम्रो लागि डिस्करेज हुने चाहिँ युजलेस हो। शत्रुको केवल प्लान मात्र हामीलाई निराश पार्नको लागि। धेरैपल्ट हामी डिसहार्टन हुन, हाम्रो मन दुख्न, एउटा हाम्रो जीवनमा परमेश्वरले सुन्दैन या परमेश्वरले इन्कार, यी सबै आवाजहरू लुसिफरको मात्रै हो। अनि लुसिफरको आवाज किन हामीभित्र छ भन्दाखेरि चाहिँ कारण हामीलाई परमेश्वरको वचन निपुणतासँग थाहा छैन उहाँले हामीलाई के भनेर छ उहाँको वचन थ्रु। म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु। यदि तपाईँले ओल्ड टेस्टामेन्टमा हेर्नुभयो भने परमेश्वरको जनहरूसँग डाइरेक्टली बोल्नुहुन्थ्यो, इयर टु इयर। जब तपाईँले समय अनि जब तपाईँले बिस्तार त्यो प्यासेज अफ टाइमलाई तपाईँले हेर्दै गयो भने तपाईँको जीवनमा आजको दिन प्रश्न होला कि परमेश्वर मसँग किन नबोलेको? ती समयमा त परमेश्वर बोल्न भयो, ती समयमा परमेश्वर ती व्यक्तिहरूसँग बोल्नु भयो, अहिले चाहिँ हामी मसँग चाहिँ किन नबोलेको? जब मलाई खाँचो पर्छ, जब मलाई चाहिन्छ, जब मलाई परमेश्वरले मलाई किन आफै आफूलाई प्रकट नगरेको, मेरो प्रब्लम अनि सिचुएसनभित्र मलाई जे परमेश्वर खाँचो छ यति बेला परमेश्वर किन आएको? के परमेश्वर जिउँदो छ कि परमेश्वर? लट्स अफ डाउट हाम्रो हृदय हाम्रो जीवनमा छ। बट म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, परमेश्वरले ओल्ड टेस्टामेन्ट बाद परमेश्वरले आफैलाई चाहिँ
परमेश्वरको बाइबलभित्र लुकाएको छ। परमेश्वरले आफैलाई परमेश्वरको वचनभित्र आफैलाई लुकाएको छ। यस कारणले गर्दा when you read the word तपाईले परमेश्वरलाई जिउँदोसँग भेट्नुहुन्छ। उहाँले के भनिरहेछ? Are you getting me, people of God? अब परमेश्वरले आफैलाई यो वर्ल्डमा परमेश्वरको वचनमा लुकाएको कारणले गर्दा तपाईले यदि परमेश्वरलाई देख्न हो भने, परमेश्वरलाई जान्नु हो भने you must study the word. तपाईले परमेश्वरको वचनलाई जान्न पर्छ। परमेश्वरको वचनले के भन्छ? Remember, people of God, परमेश्वरको वचन चाहिँ, परमेश्वरको बाइबल चाहिँ विश्वासीहरूको लागि चाहिँ हाम्रो लागि एउटा राइट्स, स्वर्गको एउटा रुल, हाम्रो लागि एउटा राइट्स हो। रिमेम्बर पिपल अफ गॉड, धेरैपल्ट हाम्रो जीवनहरुमा हामीले सबै कुरा परमेश्वरलाई माग्न पर्दैन। सबै कुरा हामीले परमेश्वरलाई मागिराख्न पर्दैन। किन भन्दाखेरि चाहिँ यदि तपाईले बाइबल पढ्न भयो भने देयर आर सम राइट्स परमेश्वरले हामीलाई सिद्धमा दिएको छ। हामीले त्यसको लागि प्रार्थना गरिराख्न पर्दैन। आशिष तपाईको हेभेनली कन्स्टिट्युसन, स्वर्गको कानुन आधारित बाइबलले भन्छ आशिष चाहिँ तपाईको भाग हो जो परमेश्वरले तपाईलाई राखेको छ। चंगाई तपाईको भाग हो जो परमेश्वरले तपाईलाई राखेको छ। बट किन हामीलाई थाहा छैन यो कुराको लागि हामी निराश हुन्छौं, हामी आफैमा फाइट हुन्छौं? किन भन्दाखेरि पिपल अफ गॉड वी डोन्ट नो हाम्रो राइट्सहरु के छ, हाम्रो अधिकारहरु के छ। अनि यो अधिकारहरु हामीले नजानेको कारण चाहिँ किन भन्दाखेरि चाहिँ वी डोन्ट नो द वर्ड अफ गॉड। हामीलाई परमेश्वरको वचन याद छैन। परमेश्वरको वचनले हामीलाई के भन्छ? आर यु गेटिङ मी पिपल अफ गॉड टुडे? के तपाईले बुझिराख्नु भएको छ मेरो आवाजहरुलाई? आर यु सोइङ योर प्रेयर? के हामी तपाईले परमेश्वरमा तपाईको प्रार्थना रोपिरहेको छ? तपाईको फास्टिङ रोपिरहेको छ? तपाईको रोदनको आँसु भएको प्रार्थना तपाईले परमेश्वरमा रोपिरहेको छ? इफ रोपिरहेको छ भने यु डोन्ट हैव टु बी सैड। किन भन्दाखेरि चाहिँ परमेश्वरको राज्य चाहिँ एउटा खेत भएकोले गर्दा त्यो उम्रिन्छ, त्यो फल्छ, त्यो ग्रोथ अनि ठुलो हुन्छ। So there is nothing to be discouraged. If एउटा क्रिस्चियनले परमेश्वरलाई सबै कुरा आफ्नो प्रार्थनामा भन्नु सिकेको छ भने there is nothing to be discouraged. हामी निराश हुनु, स्याड हुनु जस्ट एउटा एनिमीको एउटा योजना मात्रै हो। there is nothing. किन भन्दाखेरि चाहिँ तपाई निराशत हुनुस् कि खुसी हुनुस्, तर तपाईले रोपेको प्रार्थना त्यो जमिनमा अटोमेटिकली आफै बढ्दैछ, आफै फल फलाइरहेछ। एजो रोबोखाया अन्टेलेब्रेखाडोशा इला फेडोश इजाक्राबादो ओशेटेलेब्राखान्टलाबाइदेशा। Remember, people of God, हाम्रो जीवनहरुमा, हाम्रो जिन्दगीहरुमा हाम्रो फाउन्डेसन एकदमै स्ट्रङ हुनुपर्छ। हाम्रो जगहरु चाहिँ एकदमै विश्वासीको जग एकदमै स्ट्रङ हुनुपर्छ। चाहे तपाईले आफ्नो ल्यान्डमा तपाईले मार्बलको घर बनाउनुहोस्, तपाईले एक्सपेन्सिभ ब्रिकहरु चलाउनुहोस्, तपाईले डिजाइन आर्किटेक्चर बोलाउनुहोस्, तपाईले ठुलो इमारतलाई खडा गर्नुहोस्, तर यदि तपाईसँग फाउन्डेसन छैन भने त्यो सारै दिन टिक्दैन। जब भुइँचालो आउँछ इट कोल्याप्स। जसको अर्थ बाइबलले के भनिरहेछ भन्दाखेरि चाहिँ हाम्रो जीवनहरुमा तपाईको जीवनहरुमा तपाईले ठूला बिल्डिङ बनाए पनि तर फाउन्डेसन स्ट्रङ छैन भने त्यो बिल्डिङ सारै लामो टिक्दैन। किन भन्दाखेरि चाहिँ एउटा घर सुनकै बसाले तापनि, एउटा घर तपाईले एक्सपेन्सिभ चीज खर्च गरेर तपाईले 10 तला 15 तला 5 तला जति पनि 2 तला बनाए तापनि तर यदि जग छैन भने चाहिँ फाउन्डेसन छैन भने इट इज युजलेस। अनि बाइबलले हामीलाई के भन्छ भने मत्तीको वचनले कि त्यो व्यक्ति चाहिँ बुद्धिमानी हो जसले परमेश्वरको वचन सुन्छ
अनि त्यसले त्यो वचनलाई चाहिँ पालन गर्छ, त्यो वचनलाई आफ्नो जीवनमा अपरेट अथवा युटिलाइज गर्दछ। किन भन्दाखेरि यसरी भनिन्छ, कारण परमेश्वरको वचनलाई सुन्ने अनि प्र्याक्टिसमा लिने व्यक्तिहरू कस्तो भन्दा जसले आफ्नो घर चाहिँ चट्टान फाउन्डेसनमा बनाएको छ। सी हेर्नुहोस्, जब तपाईँले त्यो वचन पढ्नुहोस्, दुवै व्यक्तिले घर बनाएको छ, एउटा बलुवामा पनि एउटा चट्टानमा पनि। अनि जब बलुवामा बनाएको घर अनि चट्टानमा बनाएको घर एकै टाइममा जब बनिने थियो, कसले पनि डिफ्रेन्ट गर्न सकेन कुन चाहिँ दामी छ, कुन चाहिँ, कारण बाहिरको आर्किटेक्चर, बाहिरको वालहरू, बाहिरको डिजाइनहरू त्यति नै दामी थिए। तर जब हुडी आयो, जब स्ट्रम आयो, जब बतास आयो, अब त्यति बेला हामीले बुझ्यो बाइबल आधारित कि जसको जग स्ट्रङ थिएन त्यो जग चाहिँ झऱ्यो। जसको अर्थ विश्वासी परमेश्वरको फाउन्डेसनमा, उहाँको बाइबलमा सबभन्दा पहिला रुटेड हुनुपर्छ। सेकेन्डे लेब्रा आदौशाला बाकायाटका। जब एउटा विश्वासीले आफ्नो परमेश्वरको वचनलाई सुन्छ, उसले सुने अनुसार उसले त्यो वचनलाई आफ्नो जीवनमा प्र्याक्टिकल उतार्दैन भने उसले आफ्नो जीवनमा फाउन्डेसन बनाएको छैन, उसले जग बनाएको छैन। इफ आई वान्ट टु ड्रिङ्क वाटर, मलाई पानी पिउन छ, बाइबल साइन्सले भन्छ हामीलाई कि पानीले हामीलाई शरीरमा निकै फाइदा काम गर्छ, ब्लडलाई प्युरिफाई गर्छ, किडनीलाई, विभिन्न कुरा। तर यदि मैले पानी मुखमा मैले खाएँ अनि मुखमा पिएर मैले मुखमा मात्रै राखिरहेको छ, तर मैले निलेको छैन भने, तर मुखमा मात्रै हालेर बसिरहेछ भने त्यो पानीले हाम्रो बडीलाई टक्सिक कुराहरूलाई के कुराहरूलाई निकाल्न सक्दैन। किन भन्दाखेरि त्यो पानी इम्पोर्टेन्ट भए तापनि तर मेरो मुखमै छ। सेम वे जब हामी परमेश्वरको वचनलाई सुन्छौँ तर त्यो वचनले भनेअनुसार हाम्रो जीवनमा हामी प्र्याक्टिकल जिउँदैनौँ भने, प्र्याक्टिकल हुँदैन भने त्यो वचनले हाम्रो जीवनमा लाइक एज वाटर नै काम गर्छ। टुडे नोटिस द्याट पिपल अफ गड। तपाईँले यो कुरा याद गर्नुहोस् कि परमेश्वरले तपाईँलाई प्रार्थनाको वे सिकाएको छ, फास्टिङको वे सिकाएको छ, परमेश्वरलाई माग्ने वे सिकाएको छ, अनि परमेश्वरको खेत पनि तपाईँको लागि रेडी छ, फिल्ड पनि। तर क्वेसन इज, हामी निराशित अनि हामी डेस्परेट अनि स्याड हुन टाइमलाई हामीले लिभ गरेर हामीले आफ्नो माग अनि आफ्नो रोदन परमेश्वरलाई पोखाउँ। किन भन्दाखेरि चाहिँ उहाँको खेतमा परमेश्वरले हाम्रो प्रार्थनाहरू उहाँले रोप्नुहुन्छ। एज द रिखान्टोले ब्रेखा ला प्रकादुषा। लेट मी प्रोफेसाई। परमेश्वरको आत्माले भन्छ तपाईँ भित्र एउटा सेवक हुनुहुन्छ, तपाईँको सेवाकाई पनि छ, तपाईँको चर्च पनि छ, बट तपाईँको आफ्नो जीवन चाहिँ परमेश्वरको उपस्थितिमा पुरा एक्टिभ चाहिँ छैन। द्याट इज वाइ तपाईँले तपाईँको क्षेत्रहरूमा तपाईँले कतिवटा ल्याकिङ पाएको कारण चाहिँ यो। परमेश्वरको आत्माले भन्नुहुन्छ कि तर यु हेभ टु बी इन द प्रेजेन्स अफ गड फर्स्ट, अनि मात्रै तिम्रो सेवाकाई मण्डलीका कुरोहरू अझै बढेर जान्छ। म फेरि रिपिट गर्न चाहन्छु, तपाईँभित्र एउटा यस्तो व्यक्ति छ जसको चर्च पनि छ, जसको सेवाकाई पनि छ, तर ऊ भित्र जो व्यक्ति छ, जो व्यक्तिले ती चर्च अनि ब्रान्चेसहरू, जो व्यक्तिले ती कुरोहरू छ, उसको जीवनमा प्रेजेन्सै अभाव भइरहेछ। अनि तपाईँ परमेश्वरको उपस्थितिमा गएर त्यो प्रेजेन्सलाई फेरि पनि तपाईँको जीवनमा एक्टिभेट गर्न जरुरी छ। बिकज मिनिस्ट्री डजन्ट मिन तपाईँ कुद्नुमा कुदेको त्यसलाई मिनिस्ट्री भन्दैन, बोलेको पुलपिटमा उभिएर त्यसलाई मिनिस्ट्री भन्दैन, अनलेस तपाईँ परमेश्वरमा उहाँको उपस्थितिमा भर्न सिक्दैन। एस्तो रिखान्टाले ब्रेकेडो शालाबाखायादा। सो वाट यु निड टु डु इज तपाईँ परमेश्वरको उपस्थितिमा जानुहोस्, भरिनुहोस्, अनि मात्रै तपाईँको सेवाकाई अझ फ्रुटफुल हुन्छ। परमेश्वरको आत्माले भनिरहेको छ, अनि मात्रै तपाईँको सेवाकाई अझ ब्लेसेड हुन्छ। जाखा इन्टोरी बाटेले ब्राखाडो शालाबा इटा।
Endo ri atelebricando oshata rebelede shalakaba. कि हामी साँच्चै नै परमेश्वरको आवाजहरूलाई सुनिरहेको छौँ कि साँच्चै नै हामी परमेश्वरको आवाजलाई हामी ध्यान दिइरहेको छौँ इफ तपाईले आजको दिन यो वचनलाई राम्ररी यो आवाजलाई राम्ररी सुन्न भयो भने यु विल नेभर बी डिस्करेज नेक्स्ट टाइम तपाईँ स्याड हुँदैन तपाईँ डिस्करेज निराश हुँदैन किन भन्दाखेरि पिपल अफ गड कि तपाईलाई परमेश्वरको वचन याद छ कि उहाँमा रोपेका कुरोहरू चाहिँ फल फलाउँछ फल फलाउँछ कारण उहाँको राज्य चाहिँ एउटा फिल्ड एउटा ग्राउन्ड एउटा खेत जस्तै हो पिपल अफ गड जाकुन्टली ब्राका यसकारणले बाइबलले भन्छ कि जसुवालाई जब मोजेसको सेवाकाई कन्टिन्यू गर्न पर्यो परमेश्वरले तुरुन्तै भनिहाल्यो कि नडर अनि निराश नहो म परमेश्वर तेरो साथमा छु किन यो भन्न पर्यो भन्दाखेरि पिपल अफ गड कारण एउटा डिस्करेजमेन्ट हाम्रो जीवनको चाहिँ एउटा फेलियर हो जहाँ चाहिँ हामी आँट गर्न सक्दैनौँ सो परमेश्वर जसुवासँग भए तापनि तर जसुवालाई परमेश्वरले फेरि पनि भनिराख्नु भएछ कि निराश नहो म परमेश्वर तेरो साथमा छु जसुवाको नहो बिकज वेन वी बिकम डिस्करेज हामी खालि फेलियरलाई मात्रै फोकस गर्छौँ बेसी अब जब हामी निराशित हुन्छौँ हामी ज्यादा खालि प्रब्लमहरूलाई माथि हामी बेसी ध्यान दिन्छौँ यु नो पिपल अफ गड धेरैपल्ट हाम्रो जीवनहरूमा परमेश्वर कम्ती अनि प्रब्लमको आवाज ज्यादा छ धेरैपल्ट हाम्रो जीवनमा परमेश्वरको डाइरेक्सन कम्ती अनि लुसिफरको डाइरेक्सन बेसी छ किन भन्दाखेरि चाहिँ हामी भित्र एउटा लुसिफरले हालेका कुरोहरू छन् जसले चाहिँ हामीलाई फ्रस्ट्रेटेड बनाइरहेछ बट यदि तपाईँले परमेश्वरमा रोप्नु भएको छ भने जे पनि कुरा तपाईँले निश्चय कट्नी गर्नुहुन्छ किन बाइबलले भन्छ जे तिमीले रोप्छौ त्यही कट्नी हुँदछ आर यु सोइङ द प्रेयर के तपाईँले प्रार्थनालाई रोपिरहेको छ के तपाईँको मागहरू परमेश्वरमा रोपिरहेको छ कि तपाईँले परमेश्वरमा मागेको कुरोहरूलाई तपाईँले फास्टिङ तपाईँको रोदनद्वारा रोपिरहेको छ इफ रोपिरहेको छ भने द्याट्स अल जस्ट वेट जबसम्म त्यो बिउ ठुलो भएर जबसम्म त्यो बिउ ग्रोथ भएर प्लान्ट भएर चाहिँ परमेश्वरले तपाईँको अघि दिँदैन वेट रोबोटोको शान्दा लिब्रा केलेबेडोसा Itaro ota mashaka lebrekenda beshoto rafala adoshe telikrafala yedesha lebrakata rakito moshanda libre alifrada ashekete lebeka हामी प्रार्थना गरौँ परमेश्वरको आत्माले यसरी देखाइरहेछ कि यो वर्ष पानीले निकै ल्यान्डस्लाइडहरू हुन आँटिरहेको छ आई वान्ट टु टेल यु वान मोर टाइम हामी प्रार्थना गरौँ कि यो वर्षाले योपालि निकै प्रब्लम ल्यान्डस्लाइडहरूलाई टेक गर्न गइरहेको छ डुबाउहरू हुन आँटिरहेको छ वी मस्ट प्रे फर द्याट परमेश्वरको आत्माले भन्नुहुन्छ I'm seeing in the spirit that कुनै कन्ट्रीमा कुनै जग्गामा like it's like a plane crash aeroplane crash we must pray people of God we must pray mashobra dilikrabado shantali brekalabedosh izakra ado shantali brakalabaya telebrekadosh यदि हामी भित्र प्रश्न हुन्छ पिपल अफ गड कि परमेश्वरको आत्माले देखाइरहेछ कि साँच्चै नै म परमेश्वरको सेवाका लागि बोलाएको कि साँच्चै नै मेरो जीवनमा परमेश्वरको मिनिस्ट्रीको लागि उहाँले मलाई छानेको यदि छानेको भने किन यस्तो प्रब्लम
यदि परमेश्वरले मलाई बोलाएको भने किन चाहिँ यो सबै मैले देख्न पर्ने? यु आर द वान जो परमेश्वरको आत्माले भन्छ कि डोन्ट वरी, परमेश्वरले तिम्रो लागि वे बनाइरहेछ। यु आर फ्रस्ट्रेटेड, तपाईँ फ्रस्ट्रेट भएर चाहिँ यो कुरा सोचेर परमेश्वरले यदि मलाई बोलाएको भने किन चाहिँ यो प्रब्लम देखिरहेको, किन चाहिँ यो कुरा भइरहेको? Entori praka delebedosha ila fre adosha likata lebrekendo moshala bayatala prakataka. Thank you, Lord. Thank you, Jesus. Don't worry about anything, people of God. बाइबलले हामीलाई यो कुरा सिकाइरहेछ कि परमेश्वरको राज्य चाहिँ एउटा खेत जस्तै हो। तपाईले रोपेका कुरोहरू तपाईले फल फलाउनुहुन्छ। तपाईले प्रार्थनाहरू रोपेका होलान्, तर ती प्रार्थनाहरू फलिँदैछ, फुल्दैछ। You need to wait. You need to wait, people of God, for His time. For His time. For His time. Hallelujah. 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 तपाईँ हेरिरहेको व्यक्तिभित्र तपाईँ एउटा यस्तो व्यक्ति हुनुहुन्छ, तपाईको आई थिंक यो पासपोर्ट भनौं या भिजा भनौं, यो कुरामा तपाईको प्रब्लम भइरहेछ। यु वान्ट टु गो आउट, बट यहाँ प्रब्लम भइरहेछ। Shakantele brakadosh is a ripatale brakados. परमेश्वरले तपाईको लागि बाटो बनाओस्। त्यो भिजा या पासपोर्ट जे पनि छ त्यो रोकवटहरु बाहिर जान लागि प्रब्लम भइरहेछ। Be recover in the name of Jesus Christ. Be recover in the name of Jesus Christ. Be recover in the name of Jesus Christ. Thank you, Lord. Thank you, Lord. Don't worry. Don't worry. तपाईं फाइनान्सको लागि प्रार्थना गरिरहेछ। परमेश्वरले तपाईको प्रार्थनालाई लिइरहेको छ। You are praying for finance. परमेश्वरले तपाईको प्रार्थनाको उत्तर पठाइरहेको छ। Financial problem. Sheketos intalibra kalabaka. म फेरि तपाईलाई भन्न चाहन्छु, डिस्टेन्स हाम्रो जीवनको प्रब्लम होइन यदि हामी ब्रेक गर्छौं भने विश्वासद्वारा। एटाक्रोफोला इन्डले ब्राकादोशालाबा मेन्टो ओराफा इलेकेरेडे शालाबाया टकबा। यदि तपाईले यौना तपाईले यौना बप्तिस्मा दिने यौना तपाईले हेर्न भयो भने 1 मा बाइबलले भन्छ आदिमा परमेश्वर थिए, परमेश्वरको वचन उहाँसँग थियो। सी अनि हरेक कुरा जे बनिन आयो उहाँको वचनद्वारा बनिन आयो। म तपाईलाई एउटा कुरा भन्न चाहन्छु, जब विश्वासी परमेश्वरको वचनमा हामी गहिरन्दछ, तपाईले परमेश्वरको वचनलाई प्रेम गर्न थाल्छ, मन पराउन थाल्छ, तपाई त्यो कुराको लागि रुचि राख्नुहुन्छ। You will not lack anything. Prophetic ministry भन्दा परमेश्वरको वचन चाहिँ अझै गहिरो कुरा हो। Healing ministry भन्दा परमेश्वरको वचन चाहिँ अझै गहिरो कुरा हो। Deliverance ministry भन्दा परमेश्वरको वचन अझै ठुलो कुरा हो। किन भन्दाखेरि चाहिँ if you don't have word, do you know people of God, मानिसहरूले जब डेलिभरेन्सको काम गर्छ, जब डेलिभर्ड हुन्छ, मान्छे छुटकारा हुन्छ, हामीले हालेलुया प्रेज द लर्ड परमेश्वरलाई महिमा टक्राउँछौं। तर जो व्यक्तिले डेलिभर गर्ने पिपल अफ गड, तपाईले त्यो व्यक्तिलाई डेलिभरेन्स गरेर फर्केको देख्नुहुन्छ, त्यो व्यक्ति तपाई आफै पनि हुन सक्छ। अनि तपाईले डेलिभरेन्स गरिसकेर त्यो चाहिँ रियल डेलिभरेन्स होइन। तपाईले जुन चाहिँ डेलिभरेन्स गरिसक्यो, अब जब तपाई घर फर्किनुहुन्छ नि,
अब लुसिफरले तपाईँलाई विभिन्न कुरोहरूबाट जब टर्चर गर्छ, तपाईँको इलेक्ट्रिक बिलद्वारा, तपाईँको नानीको पैसाद्वारा, फाइनेन्सियल थ्रुद्वारा, बिसन्चो थ्रुद्वारा जब लुसिफरले डिल गर्छ नि, त्यति बेला तपाईँले आफैलाई चाहिँ परमेश्वरमा राख्नु वचनद्वारा, त्यो चाहिँ रियल डेलिभरेन्स, त्यो चाहिँ रियल डेलिभरेन्स हो पिपल अफ गड। किन भन्दा हामी इन द नेम अफ जिजस कम आउट निस्केर जान्छ, तर त्यसको बाद यदि तपाईँ बाइबलमा रुटेड छैन भने, यदि तपाईँ वचनमा रुटेड छैन भने, अब तपाईँलाई त्यो चिजले आएर ब्याक टु फाइट गर्छ। यस कारण योहन 1:1ले भन्छ कि आदिमा वचन थिए अनि वचन परमेश्वर। किन परमेश्वरले वचन थिए भने, किनभने चाहिँ जब तपाईँले वचन जान्नुहुन्छ तपाईँले परमेश्वरलाई जान्नुहुन्छ, बिकज हिज वर्ड इज हिमसेल्फ, आफै हुनुहुन्छ। आर यु गेटिङ मी पिपल अफ गड? जब तपाईँले परमेश्वरको वचनलाई जान्नुहुन्छ तपाईँले परमेश्वरलाई बुझ्नुहुन्छ, आफै परमेश्वरलाई नै बुझ्नुहुन्छ। यु विल अन्डरस्ट्यान्ड द्याट हु इज द्याट गड आई सर्भ, उहाँ को भनेको। रिमेम्बर पिपल अफ गड, परमेश्वरलाई जान्नु अनि परमेश्वरको विषयमा जान्नु अर्कै कुरा हो। यु नो गड, ओ प्रभु मेरो मुक्तिदाता हो, उहाँले मलाई, उहाँ संसारमा आएको कल्भरी डाँडामा उहाँ मेरो लागि पापको लागि मर्नुभयो, तपाईँ जान्नुहुन्छ। टु नो गड, यु नो गड, तर परमेश्वरको विषयमा जान्नु चाहिँ तपाईँको लागि यस्तो आँट हो कि तपाईँ जे पनि कुरामा, जस्तो कुरा पनि, यु विल बी सक्सेड विदाउट डिस्करेजमेन्ट। द्याट इज वाइ तपाईँले परमेश्वरलाई तालिम केन्द्रबाट परमेश्वर को भनेर सिक्न सक्नुहुन्छ, तर परमेश्वरको विषयमा तपाईँलाई सिक्न हो भने तपाईँ पर्सनली परमेश्वरलाई भेटघाट गर्नुपर्छ। तर यदि तपाईँले परमेश्वरलाई पर्सनली देख्न हो भने, भेटघाट गर्नु हो भने, तपाईँले परमेश्वरको विषयमा जान्न हो भने, परमेश्वरको विषयमा तपाईँले परमेश्वरलाई पर्सनली भेटघाट गर्नुपर्छ। तपाईँले बुझ्नुहुन्छ तालिम केन्द्रमा यीशु को हो, तर यीशुको विषयमा जान्नु अनि यीशु को भनेर जान्नु डिफ्रेन्ट कुरा हो। जब तपाईँले यीशुको विषयमा जान्नुहुन्छ तपाईँभित्र परमेश्वरको शक्ति आउँछ। डु यु नो पिपल अफ गड, बाइबल परमेश्वरले हामीलाई दिएको कारण चाहिँ किन छ भन्दाखेरि चाहिँ परमेश्वरलाई देख्न बुझ्नको लागि अनि परमेश्वरबाटको राइट्सहरूलाई बुझ्नको लागि, परमेश्वर को हाम्रो जीवनमा परमेश्वर, वी निड टु अन्डरस्ट्यान्ड चेन्ज, ट्रान्सफर्मेसन। तर बाइबल यो दिनहरूमा के भइरहेछ भने बाइबल चाहिँ बुद्धिको कुरा भइरहेछ। जसले बाइबल पढ्छ पिपल अफ गड, ती व्यक्ति पहिला सबभन्दा अघि नम्र हुन्छ। किन बाइबल चाहिँ हाम्रो जीवनको ट्रान्सफर्मेसन, हृदयको अनि जीवनको ट्रान्सफर्मेसन रूपान्तरित गर्ने कुरा हो। तर बाइबल पढेर यदि तपाईँ बुद्धिमानी मात्रै हुँदैछ भने देयर इज फल्ट, त्यहाँ प्रब्लम छ। तपाईँले जे कुरा बुद्धि हासिल गरेर तपाईँले मानिसलाई मिठो मिठो कुरा बढ्न सक्नुहुन्छ, तर जब तपाईँ आफै नै सङ्कष्टमा पर्नुहुन्छ तपाईँले आफैलाई त्यो सक्सेस अनि त्यो कुरालाई ओभरकम गर्न सक्दैन। मेनी टाइम्स इट इज इजी अरूलाई सन्ताउन दिन, तर त्यही आवाज जब आफैलाई आउँछ नि त्यो सन्ताउन आफैलाई कामै गर्दैन। यीशु जिउँदो छ, निराश नहुनुहोस्, इजी हामी भन्छौँ। परमेश्वरको बारेमा यो लिएछ, म प्रार्थना गर्दैछु। जब तपाईँको लाइफमा जब त्यो घटना घट्छ नि, तपाईँको आवाज, तपाईँले बाँडेको वचन, तपाईँको प्रार्थनाले आफैलाई फेरि काम लाग्दैन। इट विल नेभर वर्क ब्याक टु यु। किन भन्दा परमेश्वरलाई जान्नु अनि परमेश्वरको विजयमा बुझ्नु अर्कै कुरा। परमेश्वरलाई जान्न सक्छ तपाईँले बाइबल स्कुल जानुहोस्, सुन्नुहोस्, तर परमेश्वरको विषयमा जान्नु बुझ्नु चाहिँ तपाईँले परमेश्वरलाई पर्सनली भेटघाट गर्नुपर्छ। डु यु नो पिपल अफ गड, टुडे इन दिस वर्ल्ड हामी सक्षम छौँ होल नाइट प्रेयर गर्नका लागि। हामी ग्रुपमा बसेर राति प्रार्थना गर्छौँ। तर जब तपाईँलाई पर्सनल टाइम बिताउनु हो भने नि 10 मिनट 15 मिनट 20 मिनट तपाईँलाई तपाईँको माइन्डहरू यता घुमिहाल्छ, हाई भइहाल्छ, तपाईँलाई बोरिङ लागिहाल्छ। तर होल नाइट प्रेयर तपाईँले बिहानसम्म गरिदिन्छ। किन भन्दा परमेश्वरलाई जान्नु
अनि परमेश्वरको विषयमा बुझ्नु चाहिँ अर्कै कुरा हो। यदि तपाईँ भित्रबाट छैन भने तपाईँ बाहिरबाट तयारी हुन कहिले पनि सक्दैन पिपल अफ गड। जिखान्टो रे बेलेडो शालाबाया तलाबाका ओराफा सेकेन्डे लिप्रोको लाफायादेश। एज अ प्रोफेट अफ गड म तपाईँलाई यो कुरा भन्न चाहन्छु, स्टप भोलिको दिनको लागि वडी गर्नको लागि। परमेश्वरको प्रोफेट भएर म तपाईँलाई यो कुरा भन्न चाहन्छु, स्टप बन्द गर्नुहोस् भोलिको लागि, तपाईँको लाइफमा आजको दिनको लागि चिन्तित हुनको लागि। यदि तपाईँले प्रार्थनामा परमेश्वरसँग बिउ रोपेका छ भने द्याट्स अल फिनिस्ड। कारण किन ती उम्रिन्छ त्यो फल्छ त्यो उम्रिनै पर्छ। किन परमेश्वरको राज्य चाहिँ मर्कुस 4:23-26 अनुसार चाहिँ एउटा खेत, एउटा फाइल्ड, एउटा ग्राउन्ड जस्तै हो पिपल अफ गड। Enta libra catalaba yadosh. Libra atoko shenda libra talaba inde ebra hasikrofola inde libra kalabaya. Let me tell you like this. एउटा डिस्करेजमेन्ट अनि एउटा निराशापन चाहिँ लुसिफरको ठुलो एउटा हतियार हो जो हामीलाई चाहिँ प्यारालाइज पार्छ। डु यु नो दिस? तपाईले 1000 चोटि प्रार्थना गर्नुहोस् तर डिस्करेजमेन्ट अनि निराश तपाईको जीवनमा आयो भने यस्तो एउटा वेपन हो जसले तपाईलाई खाली त्यो पोइन्टमा मात्रै हेर्न दिन्छ जहाँ चाहिँ डिस्ट्र्याक्सन, अनसक्सेस, त्यो प्रब्लम। लेट मी टिच यु पिपल अफ गड। Let me teach you people of God. O Zafrikanda lebre adosha. Izaka lebre ketosha labrakande lebekaya. O pra akadesha. Let me teach you like this. जब चेला अनि येशू ख्रीष्ट नौकामा चढ्न भयो अनि जाँदै थियो अनि अचानक त्यहाँ ठुलो आँधीबेरी भयो। तपाईले पढ्नु भएको त्यो वचन हैन? आँधीबेरी भयो अनि आँधीहरूले ढुङ्गाहरूतिर चट्टानहरूतिर लाग्दा कस्तो साउन्ड आउँछ, कति ठुलो साउन्ड आउँछ, ती कुरोहरू चेलाहरूले देख्दै थियो। अनि परमेश्वर त्यहाँ निधाको जस्तै गरिरहेको थियो। अनि जब ठुलो आँधीबेरी आयो, जब ठुलो कुरोहरू आयो, त्यहाँ के गर्यो भन्दाखेरि चाहिँ यीशु ख्रीष्टलाई उठाएर चाहिँ हामी डुब्न लाग्यो, हामीले डुब्न लाग्यो। जब यीशु ख्रीष्टलाई वेक कल दिएको, जब उठ्यो, यीशु ख्रीष्टले भन्नुभयो कि शान्त भइजा। अनि आँधीबेरीहरू टोटली स्ट्रमहरू साइलेन्ट भयो। तर फर्केर यीशु ख्रीष्टले के भन्यो भन्दाखेरि चाहिँ तिम्रो विश्वास खै त? डु यु नो किन परमेश्वरले त्यो कुरा भनेको? परमेश्वरले आँधीबेरीलाई कराउनु भएन, आँधीबेरी मतलब आँधीबेरीलाई डिल गर्न भएन नि। फर्स्ट उहाँ अधिकार परमेश्वर, उहाँले शान्त गर्नुभयो। तर परमेश्वरले के सिकाउनु भयो भन्दाखेरि चाहिँ खै तिम्रो विश्वास, जसको अर्थ हाम्रो आँधीबेरीहरू, हाम्रो स्ट्रम्सहरू त्यति बेला छन् हाम्रो लागि ठुलो कुरा हो जबसम्म तपाईले पहिला तपाईँ भित्रको कुरालाई पहिला सल्युसनमा लिँदैन भने। किनभने त्यो चेलाहरूको भित्रको हृदयको विकनेस के थियो भन्दाखेरि चाहिँ फेथ। अनि उनीहरूले येशू ख्रीष्टले आँधीबेरीलाई डिल गर्नभन्दा अघि पहिला चेलाहरूलाई डिल गरे, कहाँ छ तिम्रो विश्वास? किन भन्दाखेरि हाम्रो फेलियरहरू, हाम्रो जीवनमा हामीले आँधीबेरीमा डुब्ने, हामी मर्ने कारण चाहिँ हाम्रो जीवनमा आँधीबेरी रियल रिजन होइन, तर हामी भित्र उम्रेका कुरोहरू। जब हामी भित्र त्यो निराश आउँछ, पहिला हामी त्यसलाई डिल गर्न सक्नुपर्छ परमेश्वरमा भएर, उहाँको वचन आधार। इन द नेम अफ जिजस त्यो आँधीबेरी बन्द होइजा। आँधीबेरी ठुलो कुरो होइन। ठुलो कुरा के छ भन्दाखेरि चाहिँ तपाईँ भित्र भएको कमजोरी पहिला त्यसलाई डिल गर्न सिक्नुपर्छ तपाईँले। Are you getting me, people of God? परमेश्वरले भन्नुभयो इजरायलीलाई, मैले तिमीहरूले युद्ध गर्न आँटेको जग्गा मैले तिमीहरूलाई दिइसकेको छु, अनि नडराऊ। बाइबलमा पुरा लेखेछ, पुरा नियममा नडराऊ, ननिराश हो, परमेश्वर म तिम्रो साथमा। किन यो वर्ड लेखेको भन्दा पिपल अफ गड, परमेश्वरले पहिला तपाईँको भित्रको लाइफलाई पहिला डिल गर्न चाहनुहुन्छ आँधीबेरीलाई भन्दा पहिला। किन भन्दा आँधीबेरीले रियली तपाईँलाई मार्दैन, तर तपाईँको भित्रको जुन चाहिँ त्यो कमजोरता छ त्यसले तपाईँलाई पहिला फाइटन गर्दछ।
मैले के समय अघि मैले चर्चमा एउटा कुरा बार्दै थिएँ, त्यो चाहिँ के भन्दाखेरि पिपल अफ गड, जब येशू ख्रिस्टलाई अब पक्रिने समय आयो नि, जब येशू ख्रिस्टलाई पक्रिने समय आयो, सदुकी फरिसीहरूले, तपाईँले राम्ररी हेर्नुहोस् त, येशू ख्रिस्टलाई पक्रिनको लागि चाहिँ एउटा व्यक्तिलाई खोजेको, त्यो चाहिँ के भन्दाखेरि चाहिँ योदास्कृत। अनि योदास्कृतलाई कसरी चाहिँ फेला पार्यो भन्दाखेरि चाहिँ सिक्का दिएर, पैसा दिएर। किन चाहिँ सदुकी फरिसीले चेलाभित्रमा योदास्कृतलाई नै पक्रेको कारण किन भन्दाखेरि पिपल अफ गड, कि सदुकी फरिसीले जान्दथ्यो योदास्कृत चाहिँ पैसाको लोभी व्यक्ति हो, उसको कमजोरिता चाहिँ पैसा हो। अनि जब उसले पैसा दियो, उसले आफ्नो यीशुलाई पनि बेचिदियो। हेर्नुहोस्, यो सदुकी फरिसीले यीशुलाई पक्रिन लागि पहिला कमजोरी खोजेको छ। यो त्यो 12 जना चेलाभित्र कसको कमजोरी छ पहिला हेर। अनि योदास्कृतमा भेट्यो, योदास्कृत एउटा पैसाको लोभी भएको व्यक्ति हो, अनि उसले पैसामै डिल गर्यो। सी आवर विकनेस इज आवर प्रब्लम पिपल अफ गड। हामी भित्रको कमजोरताहरूले हामीलाई के गरिरहेछ भन्दाखेरि चाहिँ त्यहाँ बाइबलले भन्छ कि निराशत नहो, म तेरो साथमा छु। के भन्न खोजेको भन्दा चाहिँ पहिला परमेश्वरले ती आँधी बेरीलाई भन्दा, परमेश्वरले कुनै कुरोलाई भन्दा पहिला तपाईँको कमजोरी विकनेसहरूलाई परमेश्वरले पहिला डिल गर्न चाहन्छ। तपाईँले 40 दिनै फास्टिङ किन नबन्नुहोस्, तर यदि तपाईँभित्रको कमजोरता तपाईँभित्रै छ भने 40 दिनको फास्टिङ पनि युजलेस हुन्छ। परमेश्वरको ठुलो गेट टुगेदर प्रार्थना होल नाइट गरे पनि त्यो फेल हुन्छ। किन भन्दाखेरि चाहिँ फर्स्ट यु निड टु डिल इनसाइड यु, तपाईँभित्र, अनि तपाईँले जान्नुहुन्छ। यु क्यान इजिली, तपाईँले बाहिरको कुरालाई तपाईँले इजिली डिफिट गर्न सक्छ। सिकान्तो रेबे इडेश अलाबाकाया एले खाया दो शाथि वेकेले बेका रिबान्तो खोरे बेडेले ब्रेखादो शाला ब्राखादेले बेडेका इजा इथु र आखातो सेन्डल लिप्रा खालाबाया दो शाला बाकाया। Are you getting me, people of God? Remember, devil, शैतान भन्दा चाहिँ अझै शक्तिशाली चाहिँ तपाईँको विकनेस हो। किन भन्नुहुन्छ, लुसिफरलाई परमेश्वरले किल्ला ठोकिसकेको छ, पाप परमेश्वरले क्रुसमा त्यसलाई डिफिट गरिदिइसकेको छ, बाइबलले हामीलाई प्रुभ गरेको छ। तर भए पनि किन त्यो शैतान हारेको, शैतान हामी भन्दा चाहिँ यति बिना चाहिँ पावरफुल देखेको, बिकज अफ द विकनेस द्याट इज इनसाइड यु। त्यसले गर्दा यो विकनेस इज मोर पावरफुल देन सेटन। याद गर्नुहोस्, जब यीशु ख्रिस्टलाई पक्रिनको लागि योजना बना, यस्तो भनेन नि कोसँग भूतात्मा, कोसँग चाहिँ डिमन छ, कोसँग भूत छ त्यसलाई खोजेर ल्याऊ भनेन नि, कोसँग कमजोर छ त्यसलाई पक्रियो। हेर्नुहोस् त, कोसँग डिमन पोजेस छ त्यसलाई खोजौँ अनि यीशुलाई पक्रिने प्लान बनाऊ भनेन नि, तर तिनीहरूले भने कि कोसँग चाहिँ विकनेस छ पहिला सर्च गरौँ। अनि उसले योदास्कृत भेटायो। त्यहाँ चाहिँ के लेख्थ्यो भन्दाखेरि चाहिँ योदास्कृत पैसाको के थियो, कन्जुस व्यक्ति थियो। अनि योदास्कृतले अब यीशुलाई पक्रिन लागि उसको कमजोरतालाई खोज्यो। अनि कमजोर व्यक्ति के भेट्यो भन्दाखेरि चाहिँ ऊ पैसाको लोभी भएको कारण उसले पैसै दिएर यीशुलाई बेच्न लाग्यो। सो इन आवर लाइफ हाम्रो विकनेस चाहिँ शैतानभन्दा अझै बलियो छ। हाम्रो कमजोरहरू चाहिँ, हाम्रो कमजोरता हामीभित्र जे छ नि, यो चाहिँ लुसिफरभन्दा अझै बलियो छ। किनभने लुसिफरलाई परमेश्वरले किल्ला ठोकेर हारिदिइसकेको छ। बट यो विकनेस इनसाइड यु जसले तपाईँलाई दिन हो तपाईँलाई टर्चर गरिरहेछ। किन भन्दाखेरि जब इजरायलमा गोलियत अनि डेभिड लडाइँ पर्यो, गोलियत अनि इजरायली पहिला साउल, एउटा डेभिड एउटा ठिटो आएर चाहिँ उसले इजिली डिफिट गरिदियो गोलियतलाई, इजिली लडाइदियो। तर ती कुरोहरू राजा अनि राजाको आर्मीहरूले, साउलको आर्मीले किन गर्न सकेन भन्दाखेरि पिपल अफ गड, उनीहरूले त्यो गोलियतलाई देखेर होइन, उनीहरूभित्र एउटा कमजोरता थियो। अनि त्यो कमजोरले के गर्यो भन्दाखेरि चाहिँ गोलियतसँग लडाइँ गर्ने कहिले पनि आँटै दिएन।
गोलासँग गोरा फाइट गर्ने कहिले पनि त्यो क्षमतै बनेन। हाम्रो कमजोरताले हामीलाई आँट दिन सक्दैन, हाम्रो कमजोरताले हामीलाई कन्फ्रन्ट गर्ने त्यो सामर्थ्य दिँदैन। इभन त तपाईँले वचन पढ्नुहोस्, बाइबलमा के लेखेछ, वचनले के भन्छ, यु मे नो मेनी थिङ्स, तर भए पनि यु विल नट सक्सेस। किन भन्दाखेरि देयर इज विकनेस इनसाइड यु। जो कमजोरता, हाम्रो कमजोरीहरू पिपल अफ गड लुसिफर भन्दा त्यो शक्तिशाली छ हाम्रो कमजोरताहरू। सो यु निड टु ओभरकम तपाईँको कमजोरताहरू। यु निड टु ओभरकम द्याट। थ्याङ्क यू लर्ड, थ्याङ्क यू जिजस। यु निड टु ओभरकम यो विकनेस। तपाईँको कमजोरतालाई तपाईँले ओभरकम, किन भन्दाखेरि चाहिँ यी कुरोहरू चाहिँ तपाईँको जीवनमा एउटा ब्लकेट जहाँ चाहिँ तपाईँलाई सफलता हुन दिँदैन, आँट गर्न दिँदैन तपाईँलाई। जाकाटोरी बेटेले ब्रेकाडोसा। अहिलेसम्म हामीले के बुझिरहेछौँ भन्दा चाहिँ धेरै हृदयभित्र के परमेश्वरले मलाई सुन्नु हुँदैन, परमेश्वरले हामीलाई कहाँ सुन्छ, परमेश्वरले मलाई छोड्न भयो होला, कारण मैले परमेश्वरलाई प्रार्थना गरेको थिएँ। तर तपाईँको प्रार्थना फल्दैछ। बाइबलले भन्दैछ तपाईँ परमेश्वरको राज्य परमेश्वरको एउटा खेत जस्तै भएकोले, ग्राउन्ड अनि फिल्ड जस्तै भएकोले गर्दा तपाईँले गरेका प्रार्थनाको बिउहरू बढ्दैछ। इट डजन्ट मिन द्याट तपाईँको जीवनमा प्रार्थना सुनाइ चाहिँ नभएको होइन, तर बढ्दैछ। हुनसक्छ कजनाको यत्रो भयो होला, कजनाको ठुलो भयो होला, कजनाको बिउबाट अलिकति फुट्दैछ होला, बट इट इज ह्यापनिङ, भइरहेको छ पिपल अफ गड। इट इज ह्यापनिङ। इज द रोफोन्ड लिब्रा कालाबायाडिस। तपाईँले हेर्नुहोस्, जब परमेश्वरको रेभेलेसन, परमेश्वरको शक्तिमा पावल बढिरहेको थियो, शैतानबाट टोर्मेन्ट गर्नको लागि पावललाई पेट दुख्ने बिमारी, पेटको बिमारी दिएको छ। किन भन्दाखेरि चाहिँ त्यो विकनेसले पावललाई कहिले पनि बढ्न नदियोस् भन्ने कुरा, त्यो विकनेसले परमेश्वरको काम कहिले नगरोस् भन्ने कुरा, त्यो विकनेस दिएको थियो। सो वी निड टु अन्डरस्ट्यान्ड दिस पिपल अफ गड। हामीले आफ्नो कमजोरतालाई हामीले जब परमेश्वरको वचन आधारमा हामीले त्यो कुरालाई हामीले फ्याँक्छौँ, हामीले ओभरकम गर्छौँ, यु विल नो द्याट परमेश्वरको वचनले तपाईँको प्रार्थनाको बिउहरू फल्दैछ भन्ने कुरा थाहा पाउँछ। सखान्टेले ब्रेकाडोस इडरो ओटाले ब्रेकेन्टोमा शालाबा इटाले ब्रेकेटिका लाहिजा हिटाले ब्रेकेला बेडोसा ला प्रोटोको मोशान्दा लिब्रा काला। यु हेभ टु फाइट पिपल अफ गड परमेश्वरको वचन आधारित। लेट मी टेल यु वान थिङ, जबसम्म तपाईँले आफ्नो बोल्डनेस क्रिसमा भएर देखाउनु हुँदैन तबसम्म तपाईँलाई फाइट ब्याक गरिबस्छ लुसिफरले। तपाईँलाई फाइट ब्याक गरिबस्छ लुसिफरले। जबसम्म तपाईँको हृदयहरू परमेश्वरको वचन आधार तपाईँले भर्नु हुँदैन, तपाईँले तपाईँको हृदयको कोठालाई फुल्ली परमेश्वरको वचन आधार घेर्नु हुँदैन, तपाईँलाई टर्चर गरिबस्छ। यस कारणले बाइबलले भन्छ नि, तपाईँले हेर्नुहोस् कि जब दुष्ट आत्मा उसको शरीरबाट निस्किन्छ, त्यो दुष्ट आत्माले फेरि उसले डरलाग्दो लिएर आउँछ। तर यदि हाम्रो हृदयहरू खाली छ भने चाहिँ फेरि पस्छ। यहाँ के लेखेछ भन्दाखेरि दुष्ट आत्मालाई निकालेर दुष्ट आत्मा मर्यो भनेको छैन, दुष्ट आत्मा ट्राभल गर्दैछ, निस्केर गयो, तर त्यो के हुन्छ यताउता डुल्दै खोज्दैछ। रिमेम्बर, जबसम्म परमेश्वरको दोस्रो आगमन हुँदैन, परमेश्वरको जजमेन्टको दिन आउँदैन, लुसिफर मर्न सक्दैन। परमेश्वरको दिनमा मर्छ, तर हामी त्यसलाई डिफिट पार्न सक्छौँ हाम्रो जीवनबाट, हाम्रो सक्सेसमा त्यसलाई हामी रोक्न सक्छौँ। रिमेम्बर, जब गेजी एलिसाको चेला जब नामान आयो अनि उसले प्रार्थना गरेको मेरो लेप्रोसी मबाट हटाइदिनुहोस्, अनि जब त्यो लेप्रोसी नामानबाट निस्केर गयो, बाइबलले भन्छ कि एकछिन बाद जब गेजीले फेरि लोभ गरे, त्यो नामानको कोड चाहिँ फेरि गेजीकोमा आएको छ। म तपाईँलाई के गहिरो कुरा भन्न चाहन्छु भने चाहिँ नामानकोबाट जब त्यो लेप्रोसी निस्केर गयो भनेपछि त्यो लेप्रोसी चाहिँ आत्माको रेममा, आत्माको दुनियाँमा चाहिँ डुलिरहेको रहेछ, कसमा पसौँ भनेर, मरेको थिएन। अर्गेटिङ, जब लेप्रोसी निस्क्यो नामनबाट, त्यो लेप्रोसी मरेन, एक्चुअली त्यो लेप्रोसी आकाशको दुनियाँमा आत्मिक रेमहरूमा डुलिरहेको थियो। अनि जब गेजीको जीवनमा हामीले बातमा पढ्छौँ, गेजीको जीवनमा सेम
कोर फेरि नामानको कोर सेम लेप्रोसी फेरि गेजीकोमा आएछ किन भन्दाखेरि चाहिँ आत्मिक अन्धकारको हतियारहरू चाहिँ डुलिबस्छ जबसम्म तपाईँले आफ्नो हृदयमा परमेश्वरको वचनले फुल्ली ओकुपाइड गर्दैन भने तपाईँले फुल्ली परमेश्वरको वचन तपाईँको हृदयमा हाल्दैन भने जब तपाईँले परमेश्वरको वचनलाई लिनुहुन्छ तपाईँको जीवनमा इन्टेलिजेन्ट नहोस् बुद्धिमानी नहोस् तर जब तपाईँले परमेश्वरको वचनलाई पढ्नुहुन्छ तपाईँको जीवनमा ख्रीष्ट आफै जन्मोस् दिनु Esto ricanta libra lava yadesha lava karaka. Re anto hoshete libra kalaba idesha talava kaya. Thank you Lord. परमेश्वरले हाम्रो प्रार्थनालाई सुनिरहेको छ परमेश्वरले हाम्रो प्रार्थनालाई हेरिरहेको छ But what we need to do is हामीले जान्न पर्छ कि हामीले के परमेश्वरमा मागेको त्यो कुरा अलरेडी परमेश्वरले हामीलाई त्यो फिल्डमा परमेश्वरले ग्रो गरिरहेको छ इजाकारा आटो सेलेब्रे खान्टा लिब्रेला वादिशा हरेक आवाज दे परमेश्वरको होइन बी साइलेन्स इन द नेम अफ जीसस क्राइस्ट जुन चाहिँ आवाज परमेश्वरको तपाईँको जीवन अनि सोचमा हृदयमा हुँदै होइन यीशु ख्रीष्टको नाउँमा म कमान्ड गर्छु लिभ इन द नेम अफ जीसस क्राइस्ट लिभ इन द नेम अफ जीसस क्राइस्ट लिभ इन द नेम अफ जीसस क्राइस्ट is the ricanto libra akala dakadesha ribodo koshanta libra felidesha yakadaka Let me repeat again. Read फेरि म रिपिट गर्न चाहन्छु जसजना नयाँ आएको छ मर्कुस 4को 26 ले भन्छ परमेश्वरको राज्य त खेत जस्तै हो त्यो व्यक्तिले प्लान्ट हालेपछि त्यो व्यक्तिले बिउ हालेपछि त्यो सुतोस् या उठोस् त्यो फलिबस्छ तपाईले यदि परमेश्वरमा रोपेको छ भने फलिरहेको छ तपाई सुत्नुहोस् या उठ्नुहोस् So it is wastage मेरोबाट हाम्रो जीवनमा हामी स्याड हुनु एउटा वेपन मात्रै हो लुसिफरको See, I see a person तपाईसँग जो लाइफ छ मैले देखिरहेको छु कि तपाई एउटा जब गर्ने व्यक्ति हो तर भए पनि तपाई सेटिस्फाइड छैन लाइफसँग तपाईको जिन्दगीसँग तपाई सेटिस्फाइड छैन यु वान्ट समथिङ डिफरेन्ट The Spirit of God परमेश्वरको आत्माले यसरी भन्छ कि म तेरो लागि योजना बनाउँछु म तेरो लागि प्लान बनाइरहेको छु I want to send you out म तँलाई बाहिर पठाउन चाहन्छु ताकि तँ आशीषित होस् ताकि तँ परमेश्वरमा आशीषित होस् is the recantele bracado shalabaka ya delebracado परमेश्वर आत्माले भन्छ म तँलाई बाहिर पठाउन चाहन्छु त्यो व्यक्तिको लागि म बोल्छु जो व्यक्ति जब गर्दैछ फिलहालमा तर he is not satisfied with his life has become burden एउटा burden जस्तै सारो फाइटिङ रेसलिङ दिनो तर परमेश्वरको आत्माले भन्छ I will send you out pray to me मलाई पुकार अनि म तँलाई मेरो रहस्यको कुरा बताउने छु तँलाई परमेश्वर तपाईलाई बाहिर पठाउन चाहनुहुन्छ Ola fi akida lebrato kobo shanta libreto परमेश्वरको आत्माले भन्छ तेरो हृदयमा मैले यो कुरा अलरेडी हालेको छु म तँलाई बाहिर लान चाहन्छु तँ भित्र जिज्ञासा छ म बाहिर जाउँ के काम गर्नु परमेश्वरको आत्माले भन्छ यो मेरो योजना हो मैले तँलाई हालेको त्यो प्लान मैले तँ भित्र हालेको छु तैले त्यो जिज्ञासा हुँदैछ तँ भित्र अब सफलताको दिन आजदेखि आउँदछ यीशु ख्रीष्टको नाममा परमेश्वरको छोराको जीवनमा परमेश्वरको जनको जीवनमा परमेश्वरको सफलता आओस् जुन चाहिँ बाहिर देश जान पर्ने जुन चाहिँ पैसाहरू मिल्न पर्छ ती भिजा ती पासपोर्ट बी प्रिपेयर इन द नेम अफ जीसस बी प्रिपेयर इन द नेम अफ जीसस मे यु बी सक्सेस तिमी सफलता होस् तिमी राइज होस्
तपाईको जीवनमा परमेश्वरको ठुलो झरी अनि आशीष आओस्. I prophesy in the name of Jesus. May you be success. 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 In Jesus' mighty name. Jesus' mighty name. O Zafrikan de Lebrekatalabai. I see in the spirit तपाईको यस्तो व्यक्ति हुन्छ जसले चाहिँ तपाईले ब्युटी पार्लरलाई ओपन गर्न चाहनुहुन्छ. I think ब्युटी पार्लरले सलुन ब्युटी पार्लर टाइपको. Because this is your talent जो परमेश्वरले तपाईलाई दिएको रहेछ. परमेश्वरको आत्माले भन्छ मेरो सफलता तोसँग छ. त्यो ब्युटी पार्लरमा मेरो सफलता तोसँग छ. Naso frokadele bedesho. Izarikatele brakadosh. Era ato shandele brakale bedeka shalabakayados. Idare atoma shandale brakala badesha labayaka. तपाईले ब्युटी पार्लरलाई ओपन गर्न चाहन्छ. परमेश्वरको आत्माले भन्छ मेरो फेभर तेरो शिरमा छ. Go and you will be success. In the name of Jesus. May you be success. May you be success. May you be success. May you be success in Jesus' mighty name. May you be success in Jesus' mighty name. Itakara akado shanda libre lebede kashala. परमेश्वरले तपाईको लागि नयाँ बाटोहरु बनाइरहेको छ. परमेश्वरले तपाईको लागि नयाँ वेजहरु तयार गरिरहेको छ. May you be success in Jesus' mighty name. May you receive that favor of God in your life. जति बिमारीहरु छ येशूको नाउँमा be healed. Be healed in Jesus' mighty name. Be healed in Jesus' mighty name. I'm seeing like a person जससँग चाहिँ हार्टको प्रब्लम छ. I mean तपाईलाई फिल छ त्यो तपाईलाई त्यो फिल हुन्छ हार्ट पेन हुँदै गरेको. You feel like something heart. Sometimes तपाईलाई it's like you cannot breathe properly. I rebuke that sickness in the name of Jesus. यीशु ख्रीष्टको नाममा त्यो बिमारलाई म डाट्दछु. यीशु ख्रीष्टको नाममा त्यो सिकनेसलाई म डाट्दछु. In the name of Jesus Christ. तपाईको जातिको जीवनबाट out. त्यो बिमारीलाई be healed. Be healed in Jesus' mighty name. Be healed in Jesus' mighty name. Blood sugar, blood pressure level ma यीशु ख्रीष्टको नाममा be in level in Jesus' mighty name. Normal bhएर यीशु ख्रीष्टको नाममा. Normal bhएर यीशु ख्रीष्टको नाममा. Shekato ribende lebra kalabaya dosha. Iza karoboto kobashanda libra kalabaka. Every that blood pressure, I command you, come out. Come out. परमेश्वरको जनहरुका लागि बाटो बना यीशु ख्रीष्टको नाममा. त्यो बिमारी परमेश्वरको जातिहरुले रोक्न सक्दैन. Be healed. Be healed. Be healed in Jesus' mighty name. Be healed in Jesus' mighty name. I rebuke त्यो शैतानलाई म rebuke गर्छु. In the name of Jesus Christ. In the name of Jesus Christ. In the name of Jesus. In the blood of Jesus. In the name of Jesus. In the blood of Jesus. O Rabakaya Tala. O Ribakita Librekanto Moshala Bakaya. I'm seeing like तपाईं त्यो प्रब्लमबाट बाहिर निस्किँदै गरेको. I'm seeing like तपाईं त्यो सिचुएसनबाट तपाईं बाहिर निस्किँदैछ. I'm seeing like तपाईको जीवनमा स्वतन्त्र आउँदैछ. Be free in Jesus' mighty name. Be free in Jesus' mighty name. Every enemy shackles. लुसिफरको जति पनि योजनाहरु छ परमेश्वरको जनहरुको जीवनमा ग्रसित गरेको छ. Be free in Jesus' mighty name. Be delivered in Jesus' mighty name. Be free in Jesus' mighty name. Thank you, Lord. Thank you, Lord.
Thank you, Lord. Thank you, Lord. Thank you, Lord. Family problem यीशु ख्रिस्टको नाममा solve होस्. Family matters कन्फ्लिक्सनहरु डिस्कसनहरु यीशु ख्रिस्टको नाममा अन्धकारको योजना ती सबै षड्यन्त्रहरु be deliver in Jesus mighty name. Be deliver in Jesus mighty name. Esto rikanda lebra kalabayados. Ida lebre kanta bisha kalabaya. Don't be slave people. तपाईं दासवत्ताको जिन्दगी होइन. परमेश्वरले तपाईलाई सन्तान छोराछोरीको पुत्र अधिकार दिएछ. दासवत्ताको होइन. जब कान्छो छोरा तपाईले उरो पुत्र पढ्न भयो भने जब कान्छो छोरा बाहिर देशमा जब उसको सबै पैसाहरु तुर्छ उले सुँगुरको चारो खानु पर्छ उले यसरी सोच्छ कि मेरो घरमा नकुर चाकरलाई कति खाने पैसा छ तर मेरो चाहिँ म चाहिँ कति खाने खानाहरु छ भोजन तर म चाहिँ यहाँ खानाले मरिरहेको छु हेर्नुस् त जब ऊ दासवत्ता भित्र आयो जब ऊ स्लेभ बने नि उले यसरी भन्छ कि अब म जान्छु नि मेरो बुबालाई भन्छु म तपाईको लायकको छुइन मलाई नकुरको दर्जामा राख्नुस् नकुरको पोजिसनमा राख्नुस् किन यो व्यक्तिले यस्तो सोचे आफ्नो घर भित्र किन भन्दाखेरि चाहिँ ऊ भित्र स्लेभको माइन्ड आएको छ उसँग दासवत्ताको माइन्ड आछ उले आफ्नो बुबालाई पनि अब तपाईले मलाई नकुर जस्तै हेर्नुस् जब हामी स्लेभमा हुन्छौं जब हामी नकुर हुन्छौं हाम्रो जीवनहरुमा हाम्रो जिन्दगीहरुमा हामी परमेश्वरलाई मेरो बुबा हो भनेर हामी जान्नु बिर्सिन्छौं मेरो परमेश्वर मेरो बुबा हो भनेर हामी बुझ्न बिर्सिन्छौं किन भन्दाखेरि चाहिँ हामीसँग स्लेभ दासवत्ताको सोच हामीले दिइरहेछ लुसिफरले सिकाटो रेबेलिया डाका र आकाडो शादेलेब्रेका म तपाईलाई यो कुरा भन्न चाहन्छु जतिजनाले बातमा जब सबैजनाले यो टेलिकास्टलाई आफ्टर यो लाइभ टेलिकास्ट गरेर कतिजना हेर्नुहुन्छ बी स्योर दैट तपाईले रिदेखि स्केप नगरे बिस्तारै हेर्नुस् बिकज परमेश्वरको आत्मा को आवाज यो वचन भित्र तपाईको लागि राखिएको छ तपाईको लागि राखिदिएको छ परमेश्वरले थ्यांक यू लॉर्ड मे यू बी सक्सेस मे यू बी फ्रुटफुल इन द नेम अफ जीसस तपाईको जीवन परिवारमा सफलता होस् परमेश्वरको प्रोस्पेरिटी तपाईको जीवनको भाग बनोस् त्यो फाइनान्शियल ब्रेक थ्रु तपाईको जीवनमा आओस् बिमारीहरु हरेक कुरो चंगाईमा परिवर्तन होस् परमेश्वरको शक्ति उनीहरुको जीवनमा आओस् अनि परमेश्वरको राज्य उनीहरुको परिवारमा प्रवेश गरेको होस् परमेश्वरको शक्ति उनीहरुको परिवारमा प्रवेश गरेको होस् परमेश्वरको चंगाई उनीहरुको शरीरमा आएको होस् let there be healing in your bone let there be healing in your body let there be healing in your spirit let there be healing in your mind in the name of Jesus Christ 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 in the name of Jesus Christ. God bless you, people of God. I'll meet you next time. I'll meet you tomorrow live. Don't forget. Till now, my lifeline ante raheko chu. God bless you very much. God bless you very much. I'll meet you tomorrow live. So do not forget. God bless you very much. Thank you, Lord. Thank you, Lord. Thank you, Lord. In Jesus' mighty name, God bless you.